एन्ड जब्स लघुवित्तमा यहाँहरूलाई स्वागत छ। आज हामी लघुवित्त भनेको के हो, यसको स्थापना कसरी भयो, यसको उदय विकास किन तथा कसरी भयो भन्ने विषयमा अध्ययन गर्नेछौँ। यदि तपाईँहरू लघुवित्तमा नयाँ हुनुहुन्छ अथवा लघुवित्तको लागि जब प्रिपरेसन गर्दै हुनुहुन्छ भने तपाईँहरूलाई लघुवित्त भनेको के हो, यसलाई कसले नियमन निकाय को हो, कसरी काम गर्छ भन्ने कुराहरूको चाहिँ ब्रिटिस जानकारी हामीले दिनेछौँ। हेर्नुहोला, सबभन्दा लघुवित्त बुझ्नुभन्दा पहिला चाहिँ तपाईँहरूले नेपाल राष्ट्र ब्याङ्क भनेको के हो भनेर बुझ्नु पर्यो। नेपाल राष्ट्र ब्याङ्क भनेको चाहिँ सरकारद्वारा स्थापित नेपालको केन्द्रीय ब्याङ्क हो, जसले देशको मुद्रा तथा ब्याङ्किङ प्रणालीलाई व्यवस्थापन, नियन्त्रण र नियमन गर्ने कार्य गर्दछ। साथै यसले मूल्य स्थिरता कायम राख्ने, वित्तीय प्रणालीलाई सुरक्षित बनाउने र आर्थिक विकासमा सहयोग पुर्याउने महत्त्वपूर्ण भूमिका खेल्छ। नेपाल राष्ट्र ब्याङ्कले चाहिँ नेपाल राष्ट्र ब्याङ्कको वर्गीकरण अनुसार ब्याङ्क तथा वित्तीय संस्थाहरू, नेपाल राष्ट्र ब्याङ्कले हेर्ने, आफ्नो सुपरभिजन गर्ने ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई चाहिँ चारवटा क्याटेगोरीमा चाहिँ तपाईँको क्याटेगराइज गरेको छ। फर्स्ट ए कमर्सियल, क वर्गमा चाहिँ कमर्सियल ब्याङ्क, वाणिज्य ब्याङ्कहरू पर्यो। सबै प्रकारको ब्याङ्किङ सेवा प्रदान गर्ने ब्याङ्कहरू कमर्सियल ब्याङ्कमा पर्छ। अर्को ख वर्गमा डेभलपमेन्ट ब्याङ्क, विकास ब्याङ्कहरू चाहिँ तपाईँको ख वर्गमा पर्छ। यो भनेको चाहिँ क्षेत्रीय तथा राष्ट्रिय स्तरमा विकास सम्बन्धी वित्तीय सेवा प्रदान गर्ने, यसको चाहिँ तपाईँको नेपालभरि नै कार्यक्षेत्र नभएको पनि हुनसक्छ डेभलपमेन्ट ब्याङ्कहरू। अर्को भनेको चाहिँ ग वर्गमा फाइनेन्स कम्पनी छ, त्यसले चाहिँ निष्पक्ष सङ्कलन तथा कर्जा प्रवाह गर्ने वित्तीय संस्थाहरू नै हो यो पनि। त्यसै गरी घ नम्बरमा छ माइक्रो फाइनेन्सियल इन्स्टिट्युट, लघुवित्त वित्तीय संस्था। अब हामी चाहिँ मेनली चाहिँ लघुवित्तकै बारेमा धेरै कुराहरू गर्छौँ। यसको चाहिँ विशेष गरी ग्रामीण तथा न्यून आय भएका व्यक्तिहरूलाई साना कर्जा तथा वित्तीय सेवा प्रदान गर्ने संस्थाहरू, एकदमै विशेष ग्रामीण एकदमै रुरल ठाउँमा गएर न्यून आय भएका व्यक्तिलाई चाहिँ आफ्नो क्लाइन्ट बनाएर गर्ने चाहिँ माइक्रो फाइनेन्स लघुवित्त हो। अब हामी माइक्रो फाइनेन्स लघुवित्त भनेको के हो भनेर चाहिँ नेपाल राष्ट्र ब्याङ्कले सुपरभिजन गर्ने भएर चाहिँ नेपाल राष्ट्र ब्याङ्ककै परिभाषालाई चाहिँ मैले राखेको छु। नेपाल राष्ट्र ब्याङ्कको परिभाषा अनुसार लघुवित्त वित्तीय संस्था माइक्रो फाइनेन्स इन्स्टिट्युट भनेको विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई उनीहरूलाई बचत, कर्जा र अन्य वित्तीय सेवा प्रदान गर्ने इजाजत प्राप्त घ वर्गको संस्था हो। अघि मैले भनेको जस्तै एबिसी डी क ख ग, घमा चाहिँ हामी घ वर्गको चाहिँ इजाजत प्राप्त संस्था भयौँ। यसको मेन लक्षित समूह भनेको चाहिँ विपन्न, निम्न आय भएका र विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरू नै हुनु पर्यो। सेवाहरू चाहिँ लघुवित्तले दिने सेवाहरू चाहिँ नियमित बचत सङ्कलन, सामूहिक जमानीमा बिना धितो लघु कर्जा, लघु उद्यम व्यवसाय सञ्चालन गर्ने धितो कर्जा र प्रिपरेसन रेमिटेन्स पनि लघुवित्तले गर्न पाइन्छ भनेर चाहिँ भनेको छ राष्ट्र ब्याङ्कले। त्यसै गरी यसको उद्देश्य चाहिँ के हो त, लघुवित्त स्थापना गर्नुको उद्देश्य भनेको चाहिँ स्वरोजगारका अवसरहरू सिर्जना गर्ने, आय आर्जनका क्रियाकलापमा संलग्न गराउने र गरिबी न्यूनीकरणमा सहयोग गर्ने चाहिँ लघुवित्तको मेन उद्देश्य हुनुपर्छ भनेर भनेको छ। अब लघुवित्तको स्थापना कसरी भयो भन्ने कुरामा चाहिँ यो तपाईँले लघुवित्तमा लाग्दै हुनुहुन्छ अथवा लघुवित्तमा लागिसक्नु भएको छ भने पनि एकदमै जान्नै पर्ने कुरा हो। लघुवित्तको आधुनिक अवधारणा 1970को दशकमा मोहम्मद युनुसले बङ्गलादेशमा ग्रामीण ब्याङ्क मार्फत विकास गर्नुभएको मानिन्छ। उहाँले गरिब मानिसहरूलाई धितो बिना सानो कर्जा दिएर पनि उनीहरूको व्यवसाय सञ्चालन गर्न र ऋण फिर्ता गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ। यही सफलतापछि विश्वका धेरै देशहरूमा लघुवित्त कार्यक्रम विस्तार हुन थाले। 1970मा चाहिँ बङ्गलादेशमा सबभन्दा पहिला ग्रामीण ब्याङ्कबाट सुरु भएको लघुवित्तको मोडल चाहिँ त्यसपछि हुँदै धेरै उसमा हुँदै हुँदै अब हामीले नेपालमा चाहिँ लघुवित्त भनेर स्थापना गऱ्यौँ। नेपालमा लघुवित्तको उदय कसरी भयो भनेर चाहिँ हामीले हेर्ने हो भने नेपालमा लघुवित्तको सुरुवात ग्रामीण क्षेत्रका गरिब परिवारलाई वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले भएको हो। एकदम ग्रामीण क्षेत्रमा चाहिँ त्यो जसलाई चाहिँ ब्याङ्कहरू हुन्छ, यस्तो वित्तीय संस्था हुन्छ भन्ने नै थाहा नहुनेहरूलाई चाहिँ वित्तीय संस्थाको पहुँच पुर्याउनलाई चाहिँ
लघुवित्तको उदय भएको मानिन्छ। नेपालमा आधुनिक लघुवित्तको अग्रणी संस्था सबभन्दा पहिलो नेपालको पहिलो लघुवित्त भनेर चाहिँ निर्धन उत्थान हो, जुन सन् 1998 विक्रम सम्वत 2055मा स्थापना भएको थियो र सन् 1999 विक्रम सम्वत 2056देखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो। त्यसपछि नेपाल राष्ट्र बैङ्कको नीतिगत सहयोग तथा विभिन्न लघुवित्त वित्तीय संस्थाहरूको स्थापनासँगै यो क्षेत्र तीव्र रूपमा विस्तार भयो। तपाईँको पहिलो चाहिँ लघुवित्त निर्धन उत्थान लघुवित्त हो र आजको डेटसम्म हामी आउँदा चाहिँ लगभग 50वटा लघुवित्तको वरपर हामी छौँ। लघुवित्तहरू घट्ने क्रममै छन्, मर्जर हुने, एक्वायर हुनेमा नै आइरहेको छ। आज भर्खर आएको एउटा नयाँ न्युजसँगै जीवन विकास लघुवित्तले 2टा लघुवित्तलाई चाहिँ एक्वायर गर्दैछ भनेर पनि न्युजहरू आइरहेको छ। त्यसैले गर्नाले चाहिँ लघुवित्तहरू चाहिँ घट्ने, लघुवित्तहरू चाहिँ एक आपसमा गाभिने भइरहेको छ। आजलाई चाहिँ हामी लघुवित्तको बारेमा यति नै कुराहरू बुझाएँ। लघुवित्त भनेको के हो, लघुवित्तको उदय कसरी भयो, लघुवित्त कहाँबाट स्टार्ट भयो र नेपालको पहिलो लघुवित्त चाहिँ कुन हो भनेर चाहिँ तपाईँहरूलाई मैले आजको यस भिडियोमा डिस्क्रिप्सन गरेँ। अब बाँकी भोलिको भिडियोहरूमा चाहिँ लघुवित्तले कसरी काम गर्छ, फिल्डमा सेन्टर कसरी बनाइन्छ, त्यसको जिआरटी कसरी गरिन्छ देखि लिएर तपाईँहरूलाई लोन दिनलाई मेम्बर क्लाइन्टको के छ, राष्ट्र बैङ्कले कस्तो कस्तो नीतिहरू राखेको छ, त्यो कुराहरू चाहिँ म तपाईँहरूलाई फर्दर भिडियोमा एक्सप्लेन गर्दै लघुवित्तको नै बारेमा एकदमै धेरै कुराहरू बुझाउने प्रयत्न गर्नेछु। साथै तपाईँहरूलाई आएको नयाँ नयाँ भ्याकेन्सीको अपडेटहरूदेखि लिएर हामीले भेटेसम्मको सकेसम्मको कमर्सियल ब्याङ्क, डेभलपमेन्ट ब्याङ्क, फाइनेन्सतिरको भ्याकेन्सीहरू पनि ल्याएर तपाईँहरूलाई हाम्रो च्यानलबाट चाहिँ दिनेछौँ, ताकि तपाईँहरूलाई त्यो भ्याकेन्सीसम्म चाहिँ तपाईँहरू पुग्न सक्नुहोस् र सही तरिकाले भर्न सक्नुहोस्। त्यसको लागि हामीले गर्नेछौँ। तपाईँहरूले चाहिँ लघुवित्त भनेको के हो, लघुवित्त कसरी उदय भयो भन्ने कुराहरू बुझ्नुभयो। लघुवित्तमा आफ्नो करियर खोजिरहनु भएको छ र लघुवित्तमा काहीँ फर्म भरिरहनु भएको छ भने चाहिँ तपाईँहरूलाई चाहिँ यो भिडियो एकदमै धेरै युजफुल हुनसक्छ। लघुवित्त कसरी इस्टाब्लिस भयो, लघुवित्तको मेन उद्देश्य के हो, त्यो सबै कुराहरू चाहिँ हामीले राखेको छौँ। यो हेर्नुहोला। हस् त, धन्यवाद।